सिद्धबाबा +2 म्यानेजमेन्टको साप्ताहिक शैक्षिक संवाद हरेक हप्ताको शुक्रबार अपराह्न 3 बजे कार्यक्रम सिद्धबाबा टक्स। प्रहरी जनताका सेवक, न्याय र शान्तिका रक्षक। नमस्कार, यस सिद्धबाबा +2 म्यानेजमेन्ट राभा सिन्धुलीद्वारा सञ्चालित सिद्धबाबा टक्स कार्यक्रमको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम दर्शकवृन्दहरूको माझमा कार्यक्रमलाई लिएर कार्यक्रम प्रस्तुता वासना दाहाल र म शिक्षा कार्की उपस्थित भइसकेका छौँ। कार्यक्रम सिद्धबाबा टक्सको यस विशेष श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। सामाजिक, प्रशासनिक, राजनीतिक, शैक्षिक तथा अन्य क्षेत्रमा रहेर योगदान गर्नुहुने प्रतिष्ठित व्यक्तित्वहरूको सङ्घर्ष र सफलताका रहस्य खोताल्ने यस कार्यक्रम हरेक शुक्रबार सिद्धबाबा +2 म्यानेजमेन्टको आधिकारिक फेसबुक पेज तथा सिन्धुली टाइम्सबाट एकैसाथ प्रसारण हुँदैछ। कार्यक्रम सिद्धबाबा टक्सको यस विशेष श्रृङ्खलामा आज हामीहरूसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेज्यू। यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। सन्चै हुनुहुन्छ? ठिक छ, म अनि के छ, सन्चै हुनुहुन्छ नि? सन्चै छ। एसपीज्यू, सर्वप्रथम तपाईँको पारिवारिक पृष्ठभूमि, बाल्यकाल र शिक्षा यात्रा कस्तो रह्यो भनेर हामी जान्न चाहन्छौँ। सर्वप्रथम त आजको यो महत्त्वपूर्ण कार्यक्रममा मलाई निमन्त्रणा गर्नुभयो र केही आफ्ना भनाइहरू राख्ने जुन अवसर प्रदान गरिदिनु भयो, यसको लागि म सिद्धबाबा +2 म्यानेजमेन्ट लगायत यो कार्यक्रम टिमप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। खास गरी मेरो जन्मस्थान चाहिँ पूर्वी नेपालको झापा जिल्ला, त्यो बेलाको कुदुनाबारी गाविस, अहिलेको चाहिँ अर्जुनधारा नगरपालिका वार्ड नम्बर 3 मेरो घर हो। तर अहिले सम्पूर्ण बुवा आमा, मेरो पूर्ण परिवार झापामै बस्नुहुन्छ भने अहिले मेरो आफ्नो परिवार, म, मेरो श्रीमती र मेरो छोरा अहिले हामी काठमाडौँ पेप्सी खोलामा बसोबास गरिरहेका छौँ। शिक्षाको सन्दर्भमा विद्यालय जीवन चाहिँ मेरो झापाकै आफ्नै गाउँमै जहाँ जन्मेँ हुर्केँ म, त्यही ठाउँमै रहेको श्री जनता माध्यमिक विद्यालयमा म 10 कक्षासम्म त्यहीँ पढेर एसएलसी उत्तीर्ण गरिसकेपछि म कलेज अध्ययनको निमित्त म इलाम, छिमेकी जिल्ला पनि हो, त्यो बेलामा धेरै कलेजहरू +2हरू यो खालको चाहिँ अवसरहरू थिएन र इलाम जिल्लामा त्यो बेलामा चर्चितै महेन्द्र बहुमुखी क्याम्पस भनेर चाहिँ थियो र म त्यहाँ चाहिँ सर्टिफिकेट लेभल अध्ययन गर्न गएँ र मेरो डिप्लोमा अध्ययन चाहिँ म काठमाडौँ गएँ। त्यस पछाडि काठमाडौँ गएँ र पछि त्यहीँ हुँदै मास्टर जोइन गरेर आफ्नो अध्ययन चाहिँ मैले कम्प्लिट गरेको छु। कसरी तपाईँले चाहिँ प्रहरी सेवक बन्न रोज्नुभयो त? केही प्रेरणाका स्रोतहरू केही थियो कि बताइदिनुहोस् न। अब जब म सर्टिफिकेट लेभल सकेर काठमाडौँ फर्दर स्टडीको लागि म गएँ, त्यहाँ मेरो अब अङ्कलहरू दाजुहरू अलरेडी काठमाडौँ गइसक्नु भएको थियो अध्ययनको सिलसिलामा र म त्यहाँ गइसकेपछि ब्याचलर जब पढ्न थालेँ मैले, त्यस पछाडि अनि अब कलेज जाँदा आउँदा अथवा अन्य साथी सर्कल सबै देख्दाखेरि काठमाडौँको ठाउँमा अब बसेर हामी जिल्लाबाट गाउँबाट गएको व्यक्तिहरूलाई सहजै रूपमा त्यो बेलामा अध्ययन गर्नको निमित्त केही नगरिकन, केही काम नगरिकनै अध्ययन गर्नलाई त्यति सहज थिएन। त्यो कारणले गर्दा केही न केही रोजगारीहरू गर्नुपर्छ, केही न केही कामहरू गर्नुपर्छ भन्ने त्यो चाहिँ परिस्थितिले पनि सिर्जना गरेको र त्यो बेलामा अब सबै जो झापाबाट जानुभएका आफ्नो अग्रजहरू पनि काममै हुनुभएको कारणले पनि केही काम गर्नुपर्छ भन्ने थियो र त्यही सन्दर्भमा म अध्ययन गर्दा गर्दै पनि मैले बोर्डिङ स्कुलमा पनि मैले केही समय अध्यापन गर्ने अवसर पनि प्राप्त गरेँ र खास गरी प्रहरी सेवामा जुन यहाँले प्रवेश कसरी गर्नुभयो भन्ने जिज्ञासा राख्नुभयो, त्यसमा चाहिँ प्रहरी नै हुन्छु भन्ने अथवा त्यो सानैदेखिको त्यस्तो मेरो एम अथवा त्यस्तो खालको केही थिएन, किनभने मेरो पारिवारिक पृष्ठभूमि पनि त्यो खालको थिएन र अब त्यहाँ रहँदा बस्दा अब अध्ययन गर्दै जाँदाखेरि साथी सर्कल सबैसँग चाहिँ घुलमेल हुँदै गर्दाखेरि जुन नेपाल प्रहरी सङ्गठनबाट त्यो बेलामा अब प्रहरीको भ्याकेन्सीहरू अनाउन्स भइसकेपछि साथी सर्कलहरूसँगै हामी सरसल्लाह गरेर अब केही न केही त गर्नैपर्छ, कहीँ छिर्नुपर्छ, राष्ट्रको सेवाको निमित्त सरकारी जागिरमा कुनै पनि सरकारी सेवामा छिर्नुपर्छ भन्ने एउटा मान्यता अनुरूप त्यो बेलामा जे चाहिँ अब अगाडि आयो त्यही अनुसार नै चाहिँ खास गरी त्यो प्रतियोगितामा समावेश भयो, त्यो अनुसार प्रवेश गरे हो।
अब जीवनमा चुनौतीहरू त आइ नै रहन्छ। हजुरको यस यात्राको सुरुवातदेखि अहिलेसम्मको मार्गमा सबैभन्दा चुनौतीपूर्ण र सिकाइदायक पल चाहिँ कुन रह्यो? त्यो सेवा प्रवेश गर्दा होस् अथवा सेवाकालीन अवधिमा पनि अब उतार चढावहरू सङ्घर्षहरू त पक्कै गर्नै परि नै हाल्छ नि, किनभने हामी एउटा चाहिँ गाउँले जनजीवनबाट आएको व्यक्तिहरू अब त्यो बेलामा अब अध्ययनको क्रमदेखि लिएर अब गाउँबाट त्यो बेलामा राजधानी जानु पनि सहज थिएन होइन। बुवा आमाहरूले एउटा दुःख गरेर एउटा काठमाडौँमा अध्ययनको सिलसिलामा भविष्य निर्माणको लागि जुन उहाँहरूले चाहिँ गर्नुभयो त्यो आफैमा पनि एउटा चुनौती थियो होइन। र त्यसलाई एउटा चाहिँ अवसरको रूपमा र चुनौती दुवैको रूपमा लिएर आफ्नो अध्ययनलाई पनि अगाडि बढाइयो, त्यो पनि एउटा चाहिँ चुनौती अवसर दुवै थियो भने पछि अब बिस्तारै जुन सेवा प्रवेश गरियो त्यस पछाडि पनि अब धेरै अब साङ्गठनिक आफ्ना काम कारबाहीहरू कार्य सम्पादन गर्ने सन्दर्भमा होइन अब प्रत्यक्षतः फेरि नेपाल प्रहरी सङ्गठन अब नागरिकहरूसँग प्रत्यक्षसँग जोडिनु पर्दाखेरि होइन फ्रन्ट लाइनमा बसेर काम गर्नु पर्दाखेरि र परिवारबाट चाहिँ टाढा होइन आफ्नो साथी सर्कलबाट टाढा आफ्नो व्यक्तिगत समस्याहरूलाई पनि चाहिँ थाती राखेर एउटा सङ्गठनको सदस्य भएको हैसियतले सङ्गठनप्रति अब काम गर्ने सन्दर्भमा अब त्यस्ता व्यक्तिगत अब समस्याहरू त धेरै नै छन्। अब यहाँ अहिले सबै कुराहरू हामीले व्यक्त गर्न पनि सक्दैनौँ, तथापि अब जीवनमा अब यो चाहिँ चुनौतीहरू छन्। अब त्यसलाई एउटा चाहिँ अवसरको रूपमा लिएर काम गर्दै गइएको छ अहिलेसम्म, जसमा सन्तुष्ट नै छु भन्नुपर्छ। अब हजुरले धेरै ठाउँमा कार्यनिर्भर भएर अनुभवहरू धेरै ठाउँमा लिइसक्नुभयो, तीमध्ये यहाँ सिन्धुलीको एसपीको रूपमा कार्यनिर्भर भएर रहँदा चाहिँ हजुरले कस्तो अनुभव गर्नुभयो कि कस्ता सुरक्षाका चुनौतीहरू आए बताइदिनुहोस् न। सामाजिक सङ्घ संस्थाहरू लगायत यहाँको विद्यालय होइन शैक्षिक संस्थाहरूसँग जसरी हातेमालो गरेर सहकार्य गरेर हामीले चाहिँ अगाडि बढ्यौँ, त्यसको फलस्वरूप हामीले शान्ति सुरक्षा कायम गर्न यो 1 वर्षको अवधिमा जिल्लामा चाहिँ शान्ति सुरक्षा सुव्यवस्था कायम गर्ने र अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निमित्त चाहिँ हामीलाई एकदमै सहज भयो। र यही बिचमा हामीलाई चाहिँ ठुला प्राकृतिक प्रकोपका विपत्ति पनि हामीले सामना गर्नु पर्यो। जुन असोज 11 र 12 गते ठुलो एउटा चाहिँ बाढीले हाम्रो चाहिँ जनजीवन अस्तव्यस्त बनाएको थियो। त्यसलाई पनि हामीले चाहिँ सबै सरकारवाला निकायहरू विशेषतः पालिकाहरू त्यहाँको चाहिँ नागरिक समाज विभिन्न सामाजिक सङ्घ संस्थाहरूसँग हामीले हातमालो गरेर त्यो प्रतिकूल अवस्थालाई पनि हामीले चाहिँ सहज बनाउनको निमित्त चाहिँ अग्रणी भूमिका हामीले चाहिँ निर्वाह गऱ्यौँ, जसको फलस्वरूप जिल्लामा अहिलेसम्म कुनै पनि ठुला त्यस्ता चाहिँ अप्रिय घटनाहरू नभइकन शान्ति सुरक्षा सुव्यवस्था कायम भएको छ र यसबाट चाहिँ हामी सन्तुष्ट छौँ। यहाँ यस क्षेत्रमा देखिने अपराधका स्वरूपहरू र तिनका नियन्त्रणका लागि तपाईँले अपनाउनु भएका रणनीतिहरू चाहिँ के रहेका? मैले 1 वर्ष विश्लेषण गरेर हेर्ने हो भने चाहिँ विशेषतः यो जिल्ला भनेपछि विभिन्न यहाँ 3वटा ठुला राजमार्गहरू छन्, बिपी हाइवे, मदन भण्डारी राजमार्ग र हाम्रो मध्य पहाडी लोकमार्ग। झन्डै हाम्रो 400 किलोमिटरको सबै जोड्ने हो भने 400 किलोमिटर प्लसमा चाहिँ हामी चाहिँ मुख्य राजमार्गहरू चाहिँ छन् भने अब भित्री सडक खण्डहरू पनि जुन पालिकाहरू जोड्ने होइन ग्रामीण बस्तीहरूलाई जोड्ने ती सडक सञ्जालहरू पनि चाहिँ विस्तारित हुँदै गइरहेका छन्। एउटा मुख्य चुनौती चाहिँ यो ठुलो हाइवे भएको कारणले गर्दा र तराईबाट सिधै यही बाटो हुँदै राजधानी जाने चाहिँ यो मुख्य बाटो अहिले चाहिँ भएको कारणले गर्दा पनि यहाँ एउटा सवारी दुर्घटनाको चाहिँ बढी चुनौती रहन्छ यहाँनिर। अर्को यो जिल्लामा यही सडककै एउटा त चाहिँ सुविधा नै हो सडक हुनु, तर त्यही सडक प्रयोग गर्दै राजधानीसम्म जानको निमित्त जति पनि तराईका सवारी साधनहरू अथवा व्यक्तिगत सवारी साधनहरू अथवा सार्वजनिक सवारी साधनहरू जति पनि यहाँबाट चाहिँ आवत जावत हुन्छ, कहिलेकाहीँ त्यसको चाहिँ ती व्यक्तिहरूले चाहिँ फाइदा लिएर कहिलेकाहीँ लागु औषध जस्ता चाहिँ जघन्य प्रकृतिका चाहिँ सामानहरू पनि चाहिँ ओसार पसारहरू गर्ने त्यो खालको पनि हामीले चाहिँ ट्रेन्ड देखेका छौँ। तथापि हामीले तिनीहरूलाई चाहिँ नियन्त्रणमा लिने र त्यस्ता व्यक्तिहरूको साथमा रहेका सामानहरू बरामद गर्ने र कानुनी दायरामा लाने त्यो खालको कामहरू पनि हामीले गरेका छौँ। भने अर्को यो जिल्लाको
समस्याको रूपमा मैले देखेको चाहिँ ठुलो अर्गनाइज रूपमा नभए तापनि अथवा कुनै अननोन बाहिर कुनै पनि ठाउँको व्यक्तिहरू आएर त्यो खालका चाहिँ ठुला घटनाहरू नघटाएर पनि कहिलेकाहीँ घटना चाहिँ जघन्य प्रकृतिको देखिने जस्तै मर्डरहरू हो होइन कर्तव्य ज्यानका घटनाहरू तर ती घटनाहरू चाहिँ पारिवारिक रूपमै होइन छरछिमेकीकै रूपमा चाहिँ होइन चिने जानेकै मान्छेहरूबाट चाहिँ हुने गरेको पनि देख्यौँ हामीले तथापि त्यसलाई पनि हामीले चाहिँ सफल अनुसन्धान पश्चात दोषी उप हामी चाहिँ कानुनी कारबाही गर्न सफल पनि भयौँ। अब अर्को मुख्य चुनौती अहिले देखिरहेको चाहिँ के छ भन्दाखेरि एउटा सामाजिक अपराध पनि हो जस्तै अहिले भवितव्यका घटनाहरू जुन यसलाई हामीले चाहिँ अब आत्महत्या अथवा सुसाइड होइन त्यो घटना पनि अहिले हाम्रो जिल्लामा चाहिँ देखिन्छ। यसमा चाहिँ कारणहरू विभिन्न हुन सक्छन्। त्यसो अब आर्थिक कारणहरू होला, त्यसको व्यक्तिगत कारणहरू होला, मानसिक कारणहरू होला है, पारिवारिक कारणहरू होला। तथापि यो पनि एउटा चाहिँ सामाजिक अपराधको रूपमा चाहिँ बढेर गएको चाहिँ अलिकति देखिन्छ। तर यसलाई हामीले न्यूनीकरण गर्नका निमित्त चाहिँ हामी प्रयासरत छौँ। सबै यसमा पालिकाहरू र सरकारवाला निकायहरूसँगको चाहिँ सहकार्यमा हामीले आत्महत्या न्यूनीकरणका लागि चाहिँ हामीले अभियान समिति पनि हामीले कार्यदलहरू पनि गठन गरेर चाहिँ त्यसलाई न्यूनीकरणको निमित्त चाहिँ विभिन्न अवेरनेसका प्रोग्रामहरू पनि हामीले सञ्चालन गरेका छौँ। भने अर्को चाहिँ हाम्रो जिल्लाको भौगोलिक बनावटको कारणले पनि हुनसक्छ किनभने हाम्रो यो जिल्ला चाहिँ भित्री मधेस भए पनि धेरै भागहरू तराई यो चाहिँ सडक सञ्जालहरू तराईपट्टि भए पनि हाम्रो गाउँ ग्रामीण बस्तीहरू चाहिँ अलिकति पहाडहरूले ठुला ठुला पहाडहरू अवस्थित छ। त्यसमा पनि के हुन्छ भन्दाखेरि गाउँघरतिर चाहिँ अधिकांश घटनाहरू चाहिँ कहिले घाँस काट्न जाँदा कहिले दाउरा काट्न जाँदा होइन त्यो बेलामा पनि हाम्रा चाहिँ नागरिकहरू चाहिँ लडेर चिप्लिएर होइन अथवा रुखबाट घाँस काट्दाखेरि रुखबाट लड्ने अथवा भिरबाट लड्ने होइन त्यो खालको घटनाहरूले पनि चाहिँ मानिसको चाहिँ ज्यान गएको पनि त्यो खालको अवस्थाहरू पनि छ। त्यसलाई पनि हामीले चाहिँ रोक्नुपर्ने नियन्त्रण गर्नुपर्ने जरुरी चाहिँ हामीले देख्छौँ। तथापि यी नै समस्याहरू हुन् यहाँका। यसलाई न्यूनीकरण गर्नका निमित्त यहाँको सबै सम्बन्धित सङ्घ संस्थाहरू स्थानीय प्रशासन जिल्ला प्रहरी कार्यालय लगायत सबै सरकारवाला निकायहरूले चाहिँ समन्वयात्मक ढङ्गबाट चाहिँ यसलाई चाहिँ अवेरनेसको रूपमा लिएर गर र त्यसलाई नागरिक केन्द्रित अझ बढी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न हामीले चाहिँ गर्न सक्यो भने यसलाई बिस्तारै न्यूनीकरण गर्दै जान चाहिँ सकिन्छ। अब अनुसन्धानहरू गरिरहँदाखेरि त्यस प्रक्रियामा चाहिँ प्रविधिको भूमिकाका कुराहरू गर्दाखेरि चाहिँ प्रयोग कतिको उपयोग भइरहेको छ त? धन्यवाद बहिनी, एकदमै राम्रो प्रश्न यहाँले गर्नुभयो। किन भन्दाखेरि अब पहिलाका अपराधहरू अलिकति परम्परागत खालका चाहिँ अपराधहरू हुन्थे होइन। प्रहरीको पनि चाहिँ साधन स्रोतहरू त्यो बेलामा अलिकति त्यति उपलब्धता हुँदैन थियो। अब जसरी समयको चाहिँ परिवर्तन सँगसँगै क्राइमको पनि ट्रेन्डहरू चाहिँ परिवर्तन हुँदै गइरहेका छन्। किनभने यो ग्लोबली अहिले क्राइमको हामीले ट्रेन्ड हेर्ने हो भने अब अहिले क्राइम चाहिँ टेक्नोलोजी बेस्ड क्राइमहरू पनि हुँदै गइरहेको देखिन्छ। किनभने अब हामीले अहिलेको जेनेरेसनले अपराध अनुसन्धान नियन्त्रण तथा अपराध सफल अनुसन्धानको निमित्त हामीले परम्परागत ढङ्गबाट हामीले चाहिँ अब अहिले हामीले गर्न सक्दैनौँ। किनभने क्राइम अहिले चाहिँ यसरी गइसक्यो कि बढी क्राइमहरू अहिले चाहिँ फाइनेन्सियल क्राइमहरू हुन थालिसक्यो। अहिले चाहिँ साइबर क्राइमहरू बढी हुन थालिसक्यो होइन। मान्छे एक ठाउँमा बसेर अर्को ठाउँमा चाहिँ विभिन्न घटनाहरू घट्न थालिसक्यो। अहिले कुनै पनि क्राइम घटाउनको निमित्त हुनको निमित्त पर्सन त्यही ठाउँमा उपस्थित हुनुपर्छ भन्ने छैन अहिले होइन। कुनै एक ठाउँमा बसेर मान्छेले अर्को ठाउँमा घटनाहरू घटाइरहेको छ भनेपछि त्यसको अनुसन्धानको निमित्त अब प्रहरीले म्यानुअली अनुसन्धान गरेर त्यसको चाहिँ सम्भावना छैन। त्यही स्वरूप अहिले नेपाल प्रहरीले पनि चाहिँ त्यो खालको चाहिँ क्राइमहरूलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ अनुसन्धान गर्नको निमित्त अथवा अपराध रोक्नका निमित्त पनि चाहिँ अहिले चाहिँ नयाँ नयाँ टेक्नोलोजीहरू पनि चाहिँ भित्र आएको छ। नेपाल सरकारले नेपाल प्रहरी प्रधान कार्यालयले नयाँ नयाँ
इन्भेस्टिगेसन टुल्सहरू होइन टेक्निक्सहरू र इक्विपमेन्ट्सहरू चाहिँ सँगसँगै चाहिँ भित्राएको छ। त्यो अति नै महत्त्वपूर्ण छ, आवश्यक पनि छ। जस्तै अब अहिले अपराध अनुसन्धानको क्षेत्रमा हामीसँग अहिले TFL भन्छ, डिजिटल फोरेन्सिक ल्याब हामीसँग छ, नेपाल प्रहरी प्रधान कार्यालयसँग हेडक्वार्टरमा छ। जति पनि यहाँ चाहिँ त्योसँग रिलेटेड क्राइमहरू हुन्छन् ती कुराहरूलाई चाहिँ हामी चाहिँ परीक्षणको लागि हामी DFL-मा पठाउँछौँ, डिजिटल फोरेन्सिक ल्याबमा पठाउँछौँ भने अब अन्य भौतिक सबूत प्रमाणहरू इन्भेस्टिगेसन गर्नको लागि पनि हामीसँग चाहिँ विधि विज्ञान प्रयोगशाला हाम्रो चाहिँ काठमाडौँमै छ, त्यहाँ पठाउँछौँ भने हामी कतिपय चाहिँ हामी अन्य प्रयोगशालाहरूमा पनि चाहिँ हामी पठाएर कामहरू गर्छौँ भने अब यो फाइनेन्सियल अपराधको चाहिँ अनुसन्धान गर्नका निमित्त पनि हामीसँग अहिले त्योसँग सम्बन्धित एक्सपर्टिजहरूको चाहिँ डेभलप भइसकेको छ, इक्विपमेन्ट्सहरू आइसकेका छन्। हामीसँगै पनि जिल्ला प्रहरी कार्यालयमा पनि चाहिँ विभिन्न टुल्सहरू विभिन्न इक्विपमेन्ट्सहरू चाहिँ हामीसँग पनि अहिले उपलब्ध छ, जसले त्यो खालका चाहिँ अपराधहरूलाई चाहिँ अनुसन्धान गर्नको निमित्त चाहिँ एकदमै सपोर्ट गरेको छ। अझै पनि नयाँ नयाँ खालका चाहिँ क्राइमहरूलाई र टेक्नोलोजी बेस्ड क्राइमहरूलाई चाहिँ अनुसन्धान गर्नको निमित्त अझ नयाँ नयाँ चाहिँ हामीले इक्विपमेन्टहरू भित्राउँदै लानु पनि आवश्यक छ। यो यस्तो क्षेत्र हो जहाँ समुदाय र प्रहरीको सम्बन्ध चाहिँ एकदमै राम्रो हुनुपर्छ। समुदाय प्रहरी सम्बन्ध सुधार्न चाहिँ तपाईँका पहलहरू के छन्? जनताको सहभागितालाई चाहिँ कसरी सुनिश्चित गर्दै आउनुभएको छ? यो खास गरी नेपाल प्रहरी भनेकै नागरिकको लागि हो, समाजमै काम गर्छ, समुदायमै काम गर्ने हो। हामी नागरिकको लागि फ्रन्ट लाइनमा बसेर हामी काम गर्छौँ। शान्ति सुरक्षा कायम गर्नु भनेको कसको लागि भन्दा नागरिकको लागि हो। अपराध हुन नदिनु अथवा हुन लागेको अपराधहरू छन् भने त्यसलाई समयमै रोक्ने अथवा भइसकेका कुनै पनि घटनाहरू छन् भने त्यसलाई समयमै त्यसलाई अनुसन्धान गर्ने। त्यो कसको लागि भन्दाखेरि नागरिक र समाजको लागि हो। भनेपछि हामी नागरिकहरूभन्दा हामी टाढा रहन सक्दैनौँ। हामी यही नागरिकको लागि नागरिकसँगै सहकार्य गरेर नागरिककै चाहिँ शान्ति सुरक्षाको लागि उहाँहरूकै धन जनको चाहिँ सुरक्षाको निमित्त चाहिँ हामीले काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामी नागरिकसँग त 24 घण्टा उहाँहरूसँगै हामी चाहिँ जोडिनुपर्ने आवश्यक हुन्छ। त्यसैले नेपाल प्रहरी प्रधान कार्यालयले पनि चाहिँ नागरिक केन्द्रित विभिन्न कार्यक्रमहरू चाहिँ लन्च गरेको छ। विभिन्न नामहरूमा चाहिँ कार्यक्रमहरू समय समयमा चाहिँ पब्लिक गराएको छ। जस्तै अब अहिले चलिरहेको प्रोग्राम हेर्ने हो भने समुदाय प्रहरी साझेदारी कार्यक्रम भन्छ। त्यो पनि एउटा चाहिँ के हो त भन्दाखेरि नागरिकसँग जोडिएर समाजमा हुन सक्ने कुनै पनि अपराधलाई न्यूनीकरण गर्नका निमित्त अथवा नागरिकहरूलाई चाहिँ सुसूचित गर्ने हैन र भयरहित समाज निर्माणका निमित्त समुदाय प्रहरी साझेदारी कार्यक्रमको ब्यानरमा हामीले सबै नागरिकहरूलाई चाहिँ त्यही ब्यानरभित्र चाहिँ राखेर विभिन्न सामाजिक संस्थाहरू, विभिन्न अभियन्ताहरू, विभिन्न विद्यालयहरू है सबैलाई समेटेर चाहिँ हामी चाहिँ त्यो प्रोग्रामहरू हामी लन्च गर्छौँ। अनि अब त्योभन्दा अगाडिका पनि धेरै प्रहरी मेरो साथी हैन मुस्कान सहितको चाहिँ प्रहरी हैन लगायत विभिन्न चाहिँ नाममा चाहिँ हाम्रो नेपाल प्रहरीले चाहिँ कार्यक्रमहरू सञ्चालन गरेको छ। पछि नागरिक भन्छ नि हाम्रो एउटा पनि छ नि प्रहरी चाहिँ वर्दीका प्रहरीहरू बिना वर्दीका चाहिँ नागरिकहरू हुन् हैन प्रहरीहरू हुन् भनिन्छ नि। त्यसले गर्दाखेरि हाम्रो देश नै नागरिक हो कि हाम्रो देश नै नागरिक हो। नागरिककै लागि हामीले नागरिकहरूबाटै राय सल्लाह सुझाव सूचनाहरू समेत हामीले लिएर त्यसलाई विश्लेषण गरेर समाजलाई चाहिँ समृद्ध र सुरक्षित राख्ने काम चाहिँ हाम्रो हुन्छ। त्यसले गर्दा हामी समाज र नागरिकभन्दा हामी टाढा हुन सक्दैनौँ। आपतकालीन अवस्थामा चाहिँ छिटोभन्दा छिटो प्रतिक्रिया दिन प्रहरी शासनको कस्तो प्रतिक्रिया छ र विशेष गरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको सुरक्षाबारे? यस्तो छ, अब हाम्रो नेपाल प्रहरी विशेषतः यो फिल्डमा रहेका जति पनि चाहिँ कार्यालयहरू हुन्छन् विशेषतः नागरिकसँग प्रत्यक्ष त 24 घण्टा जोडिने भनेको हाम्रो जिल्ला प्रहरी कार्यालयहरू भए, इलाका प्रहरी कार्यालयहरू भए र प्रहरी चौकीहरू भए, जो चाहिँ फिल्डमै चाहिँ जनतासँगै चाहिँ अट्याचमेन्ट भएर चाहिँ काम गरिरहेका यी इकाइहरू छन्। यो चाहिँ 24 घण्टा 24 आवर्स नै चाहिँ ड्युटीमा हुन्छ। जस्तै जिल्ला प्रहरी कार्यालयको सन्दर्भमा कुरा गर्ने हो भने जिल्ला प्रहरी कार्यालयमा चाहिँ विभिन्न मोबाइल ड्युटीहरू हैन, स्ट्यान्ड बाई ड्युटीहरू, क्युआरटी ड्युटीहरू
लगायत बाहिर फिल्डमा त्यो खालका चाहिँ ड्युटीहरू परिचालन भएको हुन्छन्। सादा पोसाकमा चाहिँ ड्युटीहरू परिचालन भएका हुन्छन् भने अब जिल्ला प्रहरी कार्यालयभित्र आउने नागरिकहरूलाई चाहिँ सहायता गर्नको निमित्त अथवा उहाँहरूलाई सहजीकरण गर्नका निमित्त अथवा सूचनाहरू लिनका निमित्त र त्यसलाई चाहिँ प्रक्रियामा लैजानका निमित्त त्यहाँ विभिन्न भूमिकामा रहेका चाहिँ हाम्रो प्रहरी कर्मचारी साथीहरू चाहिँ विभिन्न शाखामा चाहिँ रहेका हुन्छन्। यहाँले भन्नुभयो जस्तै महिला बालबालिका अथवा वृद्धहरूको लागि चाहिँ के छ भनेर जुन यहाँले सोध्नुभयो, त्यसको लागि जिल्ला प्रहरी कार्यालयमा चाहिँ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भनेर हाम्रो एउटा शाखा छ जहाँ प्रहरी अधिकृतले चाहिँ त्यहाँ नेतृत्व गर्नुहुन्छ र त्यहाँ आउने जो कोही पनि आफ्नो गुनासोहरू लिएर आउने महिला बालबालिका वृद्धा हैन जो आउनुहुन्छ उहाँहरूलाई चाहिँ सहज रूपमा चाहिँ काउन्सिलिङ गर्ने, परामर्श गर्ने, उहाँहरूका गुनासाहरू सुन्ने र तत्काल त्यहीँबाट जिल्ला प्रहरी कार्यालयबाट हुन सक्नेछ भने त्यहीँबाट गर्ने, यदि त्यहाँबाट नहुने तर अन्यत्र चाहिँ जिल्ला तर अलिक टाढा अर्को युनिट अन्तर्गतको चाहिँ ती घटनाहरू छन् भने चाहिँ तत्काल त्यहाँ चाहिँ रेफर गरेर त्यहाँको प्रहरी युनिटलाई चाहिँ एक्टिभेट गराएर तत्कालै चाहिँ कानुनी उपचार अथवा उहाँको लागि चाहिँ परेको चाहिँ समस्याको चाहिँ उपचारको निमित्त चाहिँ तत्कालै त्यहाँबाट चाहिँ प्रहरीहरू चाहिँ हाम्रो एक्टिभेट हुन्छ, जसले गर्दाखेरि चाहिँ तत्कालै आउन सक्ने जुनसुकै समस्याहरूलाई पनि चाहिँ सामना गर्नको निमित्त चाहिँ हाम्रा प्रहरीहरू चाहिँ 24 आवर्स नै सिफ्ट वाइज रूपमा चाहिँ ड्युटीमा रहने भएको कारणले गर्दाखेरि चाहिँ यसमा चाहिँ ढिला हुने अथवा कुनै पनि चाहिँ अप्ठ्यारो हुने त्यो खालको हुँदैन। तत्कालै सम्बोधन गर्ने चाहिँ प्रयासहरू चाहिँ हामी गर्छौँ। हरेक समाजमा सामाजिक समस्या त भइ नै हाल्छ। अहिले भइरहेको जसलाई घरेलु हिंसा, लागु औषध दुरुपयोग जस्ता सामाजिक समस्याहरूको समाधानका लागि चाहिँ प्रहरीको मुख्य भूमिका चाहिँ कस्तो देखिन्छ? हुन्छ अब खास गरी सैद्धान्तिक रूपमा त धेरै कुराहरू हुन्छन् यसको पार्टहरू, तर यहाँ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चाहिँ यहाँको वास्तविक समस्या पहिचान गरेर के गरिरहेको छ त भन्ने सन्दर्भलाई हेर्ने हो भने चाहिँ विशेषतः हामीले यो एउटा अघि मैले भने जुन यो बाटो जुन हाम्रो सडक छ यो राजधानीसम्म जाने अथवा राजधानीबाट तराई जोड्ने जुन हाम्रो बिपी हाइवे अथवा अन्य हाइवेहरू छन्, विशेषतः यी बाटोहरू प्रयोग भएर जान सक्छन् भन्ने सन्दर्भलाई जोडेर हामीले चाहिँ विभिन्न चेकिङहरू हैन, हामीले विभिन्न चाहिँ सरप्राइज चेकिङहरू, ऱ्यान्डमली चेकिङहरू हैन, त्यो खालको चाहिँ कार्यक्रमहरू पनि हामीले सञ्चालन गरिरहेका छौँ। त्यो खालको ड्युटीहरू पनि हामीले परिचालनहरू गरिरहेका छौँ, जसबाट पनि हामीले चाहिँ त्यस्तो खालको चाहिँ व्यक्तिहरूलाई हामीले चाहिँ नियन्त्रणमा लिने, कानुनी दायरामा लिने काम गर्छौँ भने अन्य चाहिँ हामी सूचनाहरू पनि चाहिँ कलेक्सन गर्ने, सूचना सङ्कलन गर्ने, सूचना संयन्त्रलाई चाहिँ डेभलप गर्ने र त्यो सूचनाको आधारमा पनि चाहिँ हामीले त्यो खालको चाहिँ गतिविधिहरूलाई चाहिँ निस्तेज गर्ने अथवा न्यूनीकरण गर्ने कामहरू पनि हामी सँगसँगै चाहिँ गरिरहेको छौँ। त्यो चाहिँ अर्को पाटो हो। अब अर्को पाटो के हो त भन्दाखेरि जति पनि हामीले समाजबाट अथवा परिवारहरूबाट जो चाहिँ लागु औषध प्रयोगकर्ताहरूको चाहिँ जो पीडित परिवार हुनुहुन्छ अथवा अभिभावक हुनुहुन्छ उहाँले पनि हामीलाई सहजै चाहिँ प्रत्यक्ष रूपमा भेटेर अथवा टेलिफोनबाट पनि हामीसँग चाहिँ आफ्नो समस्याहरू राख्नुहुन्छ। उहाँहरूलाई हामीले चाहिँ उहाँलाई घरमै गएर अथवा अफिसमा बोलाएर हामी उहाँहरूसँग काउन्सिलिङ गर्छौँ, सरसल्लाह गर्छौँ, परामर्श गर्छौँ र उहाँहरूको चाहिँ रायअनुसार हामी त्यस्तो व्यक्तिहरूलाई जो दुर्व्यसनीमा लागेका व्यक्तिहरू छन्, प्रयोगकर्ताको रूपमा छन्, उनीहरूलाई हामीले चाहिँ प्रारम्भिक रूपमा चाहिँ हामी सम्झाउने, उनीहरूलाई चाहिँ परामर्श गर्ने हैन, त्यो काम पनि हामी गर्छौँ र आवश्यकता अनुरूप हामी उहाँहरूलाई चाहिँ सुधार केन्द्रसम्म लैजानको निमित्त पनि चाहिँ प्रहरी स्वयं नै बसेर परिवारसँगै रहेर सुधार केन्द्रसम्म पनि चाहिँ लगेर चाहिँ पुनर्स्थापनसम्म गर्ने कामहरू पनि हामी गर्छौँ एउटा। अनि अर्को चाहिँ अब कानुनले नै चाहिँ वर्जित गरेका तर ठुलो परिमाणमा रहेका र चाहिँ अलिकति कारोबार जस्तोमा पनि देखिने खालका लागु जो व्यक्तिहरू हुन्छन्, अलिक बढी चाहिँ त्यसमा चाहिँ लागिसकेका व्यक्तिहरू छन्, जसलाई सम्झाउँदा पनि चाहिँ तत्काल त्यो चाहिँ नहुने अवस्थाका त्यो स्टेजका व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ यदि त्यो सहित त्यो लागु सहितका सामानहरू हामीले चाहिँ बरामद गरेका छौँ भने चाहिँ त्यस्तो व्यक्तिहरूलाई चाहिँ अनुसन्धान गरेर त्यसको नेक्ससहरू खोजेर त्यसलाई आगामी दिनमा अरू फरक समूह अथवा व्यक्तिहरू पनि फेरि त्यसमा चाहिँ नजोडिउन् हैन, संलग्न नहुन् भन्नका निमित्त उनीहरूलाई चाहिँ हामीले अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही पनि हामीले चाहिँ गरेका छौँ। यसको साथसाथै हामीले सिन्धुली जिल्लामा चाहिँ स्कुल टिचर प्रोग्राम भनेर पनि हामीले सञ्चालन गऱ्यौँ। अहिले सिन्धुली जिल्लाका झन्डै 100वटा भन्दा बढी स्कुलहरूमा चाहिँ हामीले स्कुल टिचर प्रोग्राम सञ्चालन गऱ्यौँ, जसमा चाहिँ यो लागु औषध, घरेलु हिंसा, रोड सेफ्टी लगायत
विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू समावेश भएका गतिविधिहरू चाहिँ हामीले विद्यालयहरूसँग चाहिँ सहकार्य गरेर हामीले त्यो खालको कार्यक्रमहरू पनि गरेका छौँ। भने समुदायसँग पनि मिलेर हामीले टोलहरूमा पनि गएर समुदाय केन्द्रित अथवा विभिन्न सामाजिक सङ्घ संस्थाहरूसँग मिलेर पनि हामीले चाहिँ लागु औषधको क्षेत्रमा चाहिँ यसलाई न्यूनीकरण गर्नको निमित्त चाहिँ हामीले त्यो खालको प्रयासहरू पनि गरेको छौँ। भने समय समयमा हामीले चाहिँ लागु औषध अन्तर्राष्ट्रिय दिवसको अवसरहरू पारेर अथवा अन्य विभिन्न अवसरहरूमा पनि चाहिँ हामीले चाहिँ लागु औषध क्याम्पेनहरू गर्ने हैन त्यो खालको कामहरू पनि गरेका छौँ। भने हामीले लागु औषध न्यूनीकरणका निमित्त चाहिँ विशेष गरेर हामीले यो सवारी चालकहरू जति पनि यो हाइवेमा चाहिँ सार्वजनिक रूपमा चाहिँ सवारी साधनहरू जो चलाइराख्नुहुन्छ चालक सचालकहरूलाई पनि हामीले चाहिँ प्रदेश सरकारसँगको समन्वयमा र जिल्ला जनस्वास्थ्य संघको समन्वयमा हामीले चालकहरूको चाहिँ लागु पदार्थ परीक्षण टेस्ट पनि हामीले चाहिँ गरेका थियौँ। सेवनको परीक्षण पनि हामीले गरेका थियौँ। त्यसबाट पनि चाहिँ एक खालको राम्रो म्यासेज गएको थियो। किनभने सवारी चालकहरूले लागु औषध खानु हुँदैन, त्यो लागु औषध प्रयोग गरेर चाहिँ सवारी चालक साधनहरू प्रयोग गरियो चलाइयो भने चाहिँ त्यसमा धेरैजनाको चाहिँ ज्यान चाहिँ त्यहाँ चाहिँ उहाँहरूले यात्रा गरिराख्नु भएको छ। धेरैजनाको चाहिँ उहाँहरूको चाहिँ ज्यान चाहिँ तलमाथि पर्न सक्छ भन्ने उद्देश्यले हामीले त्यो खालको अभियान पनि हामीले चलायौँ। त्यसले पनि एउटा राम्रो इम्प्याक्ट गरेको थियो, जसको फलस्वरूप अहिले लागु औषधका घटनाहरू बिस्तारै घट्दै गएको पनि हामी चाहिँ देख्छौँ। अहिलेको अवस्थामा चाहिँ महिला प्रहरीको भूमिका अहिलेको अवस्थामा कतिको प्रभावकारी छ, अझ बढाउन यसलाई चाहिँ के गर्न सकिन्छ? महिला प्रहरीको भूमिका अति नै महत्त्वपूर्ण छ। किनभने हाम्रो नेपाल प्रहरी सङ्गठनले पनि चाहिँ महिला प्रहरीको आवश्यकता र भूमिकालाई चाहिँ महत्त्व दिएर विभिन्न दर्जाहरूमा चाहिँ महिला प्रहरीको उपस्थिति चाहिँ उल्लेख्य रूपमा चाहिँ बढाएको छ। अहिले हेर्ने भने हाम्रो माथिल्लो नेतृत्वमा भर्खरै मात्रै पनि हाम्रो सङ्गठनमा चाहिँ हैन हाम्रो सङ्गठनको सेकेन्ड लाइनमा बसेर हैन प्रहरी अतिरिक्त महानिरीक्षक एउटा विशिष्ट श्रेणीमा पनि काम गरेर चाहिँ धेरै हाम्रा चाहिँ महिला प्रहरी अधिकृत जियोहरू चाहिँ ले चाहिँ आफूलाई सफल रूपमा चाहिँ काम गरेर गइसक्नु भएको छ। भने तल्लो लेभलमा पनि चाहिँ हामीसँग अहिले महिला प्रहरीहरूको चाहिँ उल्लेख्य रूपमा चाहिँ सङ्ख्या छ हामीसँग। तथापि अझै पनि चाहिँ महिला तथा बालबालिकाको क्षेत्रमा हुने जति पनि अपराधहरू छन् अथवा उहाँहरूसँग सहजीकरण गर्ने अथवा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका निमित्त चाहिँ महिला प्रहरीको सङ्ख्या मात्रै होइन कि उहाँहरूलाई चाहिँ उहाँहरूको दक्षता अभिवृद्धि गर्दै उहाँहरूलाई चाहिँ त्यो अनुसारको चाहिँ सिप ज्ञान तालिम हैन उहाँलाई चाहिँ उपलब्ध गराएर अझ बढी चाहिँ महिला तथा बालबालिकाहरूको क्षेत्रमा काम गर्नको निमित्त चाहिँ उहाँहरूलाई चाहिँ अझ क्रियाशील बनाउनु आवश्यक छ। त्यो सङ्गठनले चाहिँ यसलाई चाहिँ आफ्नो महत्त्वपूर्ण एजेन्डाको रूपमा लिएर सङ्गठनले पनि यसलाई मुख्य प्रायोरिटिजको रूपमा राखेको पनि छ र जिल्ला प्रहरी कार्यालयहरूमा पनि महिला प्रहरीहरूको चाहिँ सङ्ख्या राम्रो छ र अहिले चाहिँ हामीले प्रहरी चौकीहरूमा पनि इलाका प्रहरी कार्यालयहरूमा पनि हामीले महिला प्रहरीहरूलाई चाहिँ खटाइएको छ, जहाँ चाहिँ प्रत्यक्ष रूपमा चाहिँ नागरिकहरू महिलाहरू आफ्नो समस्याहरू लिएर आउनुहुन्छ हैन। कतिपय यस्ता समस्याहरू हुन्छन् जहाँ चाहिँ पुरुषहरूलाई चाहिँ सहज रूपमा चाहिँ भन्न नसक्ने खालका समस्याहरू पनि हुन्छन्। त्यहाँ एकजना मात्रै महिला प्रहरी भइदियो भने उहाँले सहज रूपमा चाहिँ आफ्ना गुनासोहरू कुराहरू राख्न सक्नुहुन्छ है। कतिपय अवस्थामा पुरुष प्रहरी भएको कारणले गर्दाखेरि किनभने हाम्रो अलिकति चाहिँ अशिक्षाको कारणले भनौँ अथवा चाहिँ महिला हाम्रा दिदीबहिनीहरू पुरुष प्रहरीहरूसँगको चाहिँ घुलमिल अलिक बढी नभएको कारणले आफ्नो समस्याहरू राख्न नसक्ने सन्दर्भमा पनि चाहिँ त्यो बेलामा पनि महिला प्रहरीहरूको चाहिँ आवश्यकता महत्त्वपूर्ण हुन्छ र त्यसैलाई ध्यान दिएर चाहिँ सङ्गठनले पनि नेपाल सरकारले सङ्गठनले अहिले महिला प्रहरीहरूको चाहिँ विभिन्न भूमिकामा जिम्मेवारीमा सङ्ख्यालाई बढाएको छ र सोही अनुरूपको चाहिँ उहाँलाई चाहिँ दक्ष बनाउनको निमित्त निपुण बनाउनको निमित्त विभिन्न तालिमहरू प्रदान गर्ने विभिन्न सिपहरू प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पनि चाहिँ महिला प्रहरीहरूको चाहिँ सहभागिता चाहिँ बढाएर भोलि समाजमा चाहिँ त्यो चाहिँ कन्ट्रिब्युसन होस् भन्नका निमित्त अहिले संयुक्त राष्ट्र सङ्घ
को शान्ति स्थापनार्थमा पनि महिला प्रहरीको सहभागिता अहिले युएनले पनि चाहिँ प्रायोरिटिज दिएर महिला प्रहरीहरूलाई चाहिँ अहिले चाहिँ युएनको प्लेटफर्ममा पनि चाहिँ लिएर जाने चाहिँ कामहरू गरिरहेको छ। त्यसले गर्दाखेरि जुन यहाँले राख्नुभयो महिला प्रहरीको चाहिँ भूमिका कस्तो छ के छ भनेर राख्नु यो एकदमै महत्त्वपूर्ण छ। यसलाई चाहिँ कन्टिन्युटी गर्दै अझ बढाएर लानुपर्छ भन्ने चाहिँ मैले ठानेको छु। अहिले यहाँसम्म आइसक्दाखेरि चाहिँ तपाईँको सेवाकालको सबैभन्दा स्मरणीय वा प्रेरणादायी क्षण चाहिँ कुन रहेछ? होइन अब जब सङ्गठनमा प्रवेश गरियो अब त्यो सङ्गठनमा प्रवेश गर्नु नै पनि एउटा स्मरणीय क्षण नै हो त्यो होइन। किनभने नागरिक जीवनबाट एउटा राष्ट्रको सेवा गर्ने नागरिकको सेवा गर्ने एउटा पवित्र सङ्गठनमा प्रवेश गर्नु नै त्यो एउटा अविस्मरणीय क्षण नै हो त्यो होइन। किनभने अघि नै पनि मैले भने त्यो एउटा चाहिँ अवसर प्राप्त भयो त्यसलाई क्यास गर्नको निमित्त जसरी प्रवेश गरियो त्यो वास्तवमा अहिले अविस्मरणीय भयो। वास्तवमा त्यो त्यही सङ्गठनमा प्रवेश गरिसके पछाडि धेरै अब राम्रो नराम्रा त अब विभिन्न सङ्घर्षहरू त मैले अघि पनि भनिसकेँ। तथापि अब यो सङ्गठनमा रहेर काम गर्दाखेरि अधिकांश स्थानहरूमा जाने विभिन्न नागरिकहरूसँगको चाहिँ भेटघाट गर्ने उहाँहरूसँग अन्तर्क्रिया गर्ने नयाँ नयाँ ठाउँहरूमा चाहिँ जाने होइन विभिन्न तराई पहाड भनौँ न विभिन्न ठाउँमा गएर विभिन्न चाहिँ व्यक्तिहरूसँग विभिन्न समुदायमा गएर चाहिँ काम गर्नु नै त्यो एउटा चाहिँ अवसर हो। त्यो राम्रो एउटा चाहिँ प्लेटफर्म हो त्यो जस्तो मलाई लाग्छ। त्यति मात्रै नभएर यही सङ्गठनमा बसेर अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि काम गर्ने अवसर प्राप्त भयो। युनाइटेड नेसन मिसन अन्तर्गत चाहिँ शान्ति स्थापनार्थ मैले स्टिमर र डाफरमा दुई पटकसम्म चाहिँ अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन को चाहिँ युनिटमा रहेर चाहिँ त्यसरी चाहिँ हामी काम पनि गर्ने भयो। जहाँ चाहिँ ग्लोबल रूपमा चाहिँ आएका विभिन्न देशहरूबाट आएका प्रहरी अफिसरहरूसँग चाहिँ होइन अन्तर्क्रिया गर्ने उहाँहरूसँग चाहिँ आफ्नो अनुभवहरू सेयरिङहरू गर्ने होइन त्यहाँको नागरिकहरूलाई समेत चाहिँ सेवाहरू प्रदान गर्ने जुन एउटा चाहिँ अवसर प्राप्त भयो। वास्तवमा त्यो अविस्मरणीय नै मान्नुपर्छ। अब यहाँ काम गर्दै जाँदाखेरि त अब धेरै घटनाहरू होइन अथवा चाहिँ परिघटनाहरूसँग चाहिँ हामीले चाहिँ जुझ्नु पऱ्यो सामना गर्नु पऱ्यो है। त्यो आफैमा पनि एउटा चाहिँ अविस्मरणीय नै छ। अब यहाँले भने जस्तै प्रेरणाको रूपमा त अब काम गर्दै जाँदाखेरि आफूभन्दा अगाडिको अग्रज सरहरूको चाहिँ होइन एउटा चाहिँ प्रेरणा निर्देशन अथवा आफ्नो अभिभावकहरूको चाहिँ परिवारको साथ सहयोग सपोर्ट होइन नागरिकहरू जहाँ रहेर हामीले काम गऱ्यौँ आफ्ना सहकर्मीहरू होइन जसँग सँगै बसेर चाहिँ अहोरात्र 24 घन्टा काम गरियो होइन। यही नै हो सबै प्रेरणाको स्रोतहरू उहाँहरू नै हुनुहुन्छ। आफ्नो बुवा आमा परिवार श्रीमती छोरा होइन लगायत जसको निमित्त जहाँ बसेर काम गरे त्यहाँको नागरिकहरू होइन त्यसले नै हामीलाई चाहिँ अझ बढी चाहिँ उत्तरदायी भएर होइन अझ बढी चाहिँ कामप्रति चाहिँ उत्प्रेरित गर्नको निमित्त चाहिँ त्यसलाई चाहिँ प्रेरणा चाहिँ जगाएको छ। विश्वास छ अझै सेवा जीवन आगामी दिन पनि यसरी नै चाहिँ प्रेरणादायी ढङ्गबाट चाहिँ बढ्दै जानेछ। यिनै कुराहरू हुन्। हजुरको चाहिँ सिन्धुली जिल्लामा कुशल नेतृत्व हुँदाहुँदै पनि हजुरको सरुवा भएको हामीले सुन्नमा आएको छौँ र यसको कारण चाहिँ के हो त हामीमा जिज्ञासा रहेको छ बताइदिनुहोस् न। मेरो भर्खरै सरुवा नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा निकालेको छ। खास गरी मेरो यो नियमित सरुवा नै हो यो स्वाभाविक सरुवा हो। किनभने कुनै पनि जिल्ला प्रहरी कार्यालयको अथवा अन्य कुनै पनि हाम्रो प्रहरी इकाइहरूको चाहिँ प्रमुख रूपमा जिम्मेवारीमा रहेका प्रहरी अफिसरहरूको सरुवा हाम्रो 1 वर्षमा हुने गर्छ। मेरो पनि 1 वर्ष भइसकेको कारणले गर्दाखेरि र नेपाल प्रहरी सङ्गठनको पनि सरुवा नीति अनुरूप नै यो नियमित रूपमा भएको सरुवा हो। यसमा कुनै त्यस्तो कारण छैन। किनभने यो सरुवा मेरो मात्रै होइन यसमा सबै धेरैवटा जिल्लाहरूको चाहिँ एकैपटक जो अवधि पुगिसकेको छ त्यो सरुवा भएको कारणले गर्दा यसलाई
नियमित र स्वाभाविक सरहको रूपमा चाहिँ लिनुपर्छ यसलाई। यसमा अरू खास कारण केही पनि छैन। अब हामी कार्यक्रमको अन्त्यमा नै आइसकेका छौँ। अन्त्यमा चाहिँ सिन्धुलीवासी तथा सम्पूर्ण दर्शकहरूलाई चाहिँ तपाईँको सन्देश के रहन्छ? मैले विगत 1 वर्षदेखि यो सिन्धुली जिल्लाको नेतृत्व जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेँ। त्यो सँगसँगै मैले यहाँको आम नागरिकहरूको चाहिँ शान्ति सुरक्षाको क्षेत्रमा प्रत्यक्ष रूपमा होइन मैले काम गर्ने अवसरहरू प्राप्त गरेँ। यसमा मलाई यो 1 वर्षको अवधिमा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका निमित्त अथवा अपराध अनुसन्धान नियन्त्रण गर्नका निमित्त अथवा घटित अपराधहरूलाई सफल अनुसन्धान गर्नका निमित्त अथवा हामीले सामना गर्नुपरेका विभिन्न प्राकृतिक विपत्तिलाई समेत सामना गर्नका निमित्त जुन यो जिल्लाका आम राजनीतिक दलका नेतृत्वहरू, राजनीतिक कर्मीहरू, विभिन्न स्थानीय तहहरू, विभिन्न सरकारवाला निकायहरू, सामाजिक सङ्घ संस्थाहरू, विशेषतः यहाँका नागरिकहरूले जुन खालको चाहिँ मलाई माया, स्नेह, प्रेरणा, सहयोग, साथ होइन उपलब्ध गराउनु भयो, प्रदान गर्नुभयो, यसले यो मेरो 1 वर्षको बसाइलाई चाहिँ एकदमै अविस्मरणीय बनाएको छ। जसको फलस्वरूप मैले यो जिल्लामा 1 वर्षसम्म रहेर काम गर्ने अवसर प्राप्त गरेँ र आगामी दिनमा पनि यो यहाँहरूले दिनुभएको जुन माया, सद्भाव, सपोर्ट यसलाई चाहिँ आगामी दिनमा समेत मैले चाहिँ प्राप्त गर्नेछु यहाँहरूबाट भन्ने अपेक्षा पनि गर्दछु। र मैले यहाँ रहँदा बस्दा कुनै जान अनजान कुनै व्यावसायिकता प्रदर्शन गर्ने सन्दर्भमा केही भुल गरेको भए त्यसलाई एउटा कुनै आग्रह, पूर्वाग्रह अथवा कुनै नियतवश त्यसलाई चाहिँ त्यो गलत गरेको अथवा त्यसलाई चाहिँ पूर्वाग्रह लिएर चाहिँ काम गरेको भनेर चाहिँ यहाँले बुझिदिनु हुने छैन। किनभने एउटा चाहिँ कानुन कार्यान्वयन गर्ने निकायको अग्रपङ्क्तिमा रहेर काम गरिराख्दाखेरि पक्कै पनि त्यो सहज छैन। असहजताको बावजुद नागरिकहरूको शान्ति सुरक्षा कायम गर्न र उहाँहरूलाई चाहिँ न्यायिक उपचार प्रदान गर्नका निमित्त मैले व्यावसायिकता आफ्नो प्रदर्शन गर्नुपर्ने हुन्छ, इमान्दारिता प्रदर्शन गर्नुपर्ने हुन्छ, नैतिकता प्रदर्शन गर्नुपर्ने हुन्छ। त्यो सिलसिलामा नै यहाँहरूले चाहिँ त्यसलाई ग्रहण गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु र मेरो सरहब अघि नै पनि पुरा भइसकेको छ। म अब यहाँबाट अपराध अनुसन्धान विद्यालय काठमाडौँ जाँदैछु। यहाँहरू सबैलाई यो साथ सहयोग, सपोर्ट र यो स्नेह, माया, प्रेमको लागि यहाँहरू सबैलाई म हार्दिक धन्यवाद एवं हार्दिकतापूर्वक नमन, कृतज्ञता व्यक्त गर्दछु। नमस्कार। एसपीज्यू, तपाईँको समय, विचार र सन्देशहरूका लागि हामी दिलदेखि धन्यवाद दिन चाहन्छौँ। सुरक्षा जस्तो गम्भीर क्षेत्रमा तपाईँले देखाउनु भएको प्रतिबद्धता, नेतृत्व र जनउत्तरदायित्व साँच्चीकै सराहनीय छ। हामी आशा गर्छौँ आजको संवादले हाम्रो दर्शकमा प्रहरीप्रतिको विश्वास अझ बलियो बनाउनेछ र विशेष गरी हाम्रो युवा पुस्ताले यहाँबाट केही सिक्नेछ, केही सोच्नेछ। धन्यवाद यो अवसर प्रदान गरिदिनु भएकोमा। सिद्ध बाबा टक सो कार्यक्रम र यससँग सम्बन्धित सम्पूर्ण टेक्निकल सपोर्टमा रहनुभएका साथीहरूलाई पनि म हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु र सिद्ध बाबा +2 म्यानेजमेन्टलाई पनि चाहिँ यो अवसर प्रदान गरिदिनु भएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरेर 2 जना बहिनीहरूलाई यहाँहरूको उज्जवल भविष्यको समेत चाहिँ कामना गर्दछु। धन्यवाद। हवस् त, अर्को हप्ता अर्को विशेष श्रृङ्खला लिएर फेरि पनि उपस्थित हुने बाचा गर्दै कार्यक्रम प्रस्तुत म स्वेच्छा कार्की र म आस्मा दाहाल बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।